हेलो एन्ड नमस्ते एभ्रिवान। स्टडी इन जापानको पोडकास्ट सिरिज 3 मा यहाँहरूलाई स्वागत छ। आज पनि हामीसँग तोयराज कटवाल सर नाइम एजुकेसनको जापान काउन्सिलर हुनुहुन्छ र हामी स्टुडेन्टले फोकस गर्नुपर्ने केही क्वेसन्सहरू लिएर उपस्थित भएका छौँ। सर, जुनै पनि कन्ट्री जानको लागि फाइनेन्सियल भने एउटा मेजर इम्पोर्टेन्ट एस्पेक्ट हो। सो जापानको लागि फाइनेन्सियल तयार गर्नको लागि के गर्न सकिन्छ त? फाइनेन्सियल त सबै कन्ट्रीको लागि इम्पोर्टेन्ट नै हुन्छ, तर जापानको कुरा गर्दा त्यहाँनिरको लिभिङ कस्ट र ट्युसन फी कम भएकोले तपाईँलाई फाइनेन्सियल बर्डन चाहिँ हल्का कम नै पर्छ, तर राम्रोसँग डकुमेन्टेसन चाहिँ गर्नुपर्छ। तपाईँले 1 इयरको लिभिङ कस्ट र त्यहाँनिरको ट्युसन फी तपाईँले जुटाउनु भयो भने तपाईँको लागि भिजा भनेको लगभग स्योर जस्तै नै हुन्छ, तर स्योरै कन्फर्मै भन्न त मिल्दैन, अरू फ्याक्टर पनि हुन्छ। हजुर। अनि त्यसपछि तपाईँको कुरो गर्दाखेरि त्यो फाइनेन्सियलहरू जुटाउनको लागि अब तपाईँले त्यसको सोर्सहरू जुटाउनको लागि भनौँ न, मेनली भन्दा हो त्यसको लागि चाहिँ तपाईँले अब आफ्नो घरको रेन्टहरू, जग्गाको लिजहरू र आफ्नो मम्मी बुवाको इन्कम छ भने इन्कम न बिजनेसहरू पनि देखाउन मिल्छ। सर, यसमा लोन एड हुन्छ कि हुँदैन? जस्तो मैले लोन लिएँ भने यो चिजलाई मैले फाइनेन्सियलमा एड गर्न मिल्छ कि मिल्दैन? तपाईँको त लोनको कुरा गर्दाखेरि स्टुडेन्ट लोन लिएर प्रपर डकुमेन्टेसन छ भने मिल्छ। हजुर। तपाईँले अब त्यो पेपर सोको लागि मात्र लोन लिनुभयो भने त्यसले चाहिँ अलिक रिस्क नै गर्छ। सर, अनि फाइनेन्सियल स्टेटमेन्ट ट्रान्ज्याक्सन यिनीहरू पनि देखाउनु पर्ने हो? त्यो पनि तपाईँलाई चाहिन्छ। हजुर, त्यो स्टेटमेन्टहरू पनि चाहिन्छ होइन। तपाईँलाई अरू जस्तो कन्ट्री जस्तो त्यो धेरै त माग्दैन, तर यहाँ पनि 6 महिनादेखि 1 वर्षको भयो भने अति राम्रो हुन्छ। भनेपछि यो कुरा बुझ्नको लागि विद्यार्थीहरू नाइम एजुकेसन आयो भने यसमा प्रपर गाइडेन्स पाउँछन् होइन? हजुर, हामीले यो विशेषज्ञ भनेको नै यो फाइनेन्सियल त्यसको लागि पनि छौँ। त्यही भएर तपाईँहरू आउनुभयो भने हामीले एकदम राम्रोसँग गाइड गरेर तपाईँले बुझ्ने हिसाबमा भनेर पठाउँछौँ। अनि सर, यो जापानको पनि भिजा रिजेक्ट भएको मैले कता कता सुनेको छु। भिजा रिजेक्ट हुने कारणहरू के हो र यसलाई हुन नदिन के गर्न सकिन्छ? भिजा रिजेक्सनको मेन कारण भनेको विक फाइनेन्सियल प्रुफ हो। त्यसमा पनि तपाईँको एकाडेमिक ग्यापहरू भयो भने अलि युज भयो भने पनि फरक पर्छ। तपाईँको डकुमेन्टेसन पनि पोर भयो भने पनि धेरै नै फरक पर्छ। तपाईँले जति सक्दो आफ्नो डकुमेन्टलाई चाहिँ प्रपरली म्यानेज गर्नु पर्यो। मिसम्याचहरू, तपाईँको नामहरू, त्यो एड्रेसहरू केही मिस्टेक छ भने त्यसलाई सच्याएर राम्रोसँग नोटरी गरेर पनि पेस गर्नुपर्छ नि। हामीले यो डकुमेन्टहरू पठाउँदा चाहिँ यसलाई ट्रान्सलेट गरेर पठाउनुपर्छ होइन? हजुर, पर्यो। हाम्रो इङ्ग्लिसमा भएको डकुमेन्ट चाहिँ एक्सेप्ट हुँदैन हो त? मेनली भनेको तपाईँको जापानिज ट्रान्सलेसन नै चाहियो, त्यो विथ नोटरी पनि चाहिन्छ। विथ नोटरी पनि चाहियो। सर, अनि जस्तो यो भिजा रिजेक्ट हुनुमा जुन हजुरले विक डकुमेन्ट भन्नुभयो नि, यो विक डकुमेन्ट चाहिँ फाइनेन्सियल डकुमेन्ट हो कि एकाडेमिक्समा लो ग्रेड आएर विक भनेको हो कि के हो? यसलाई अलिकति क्ल्यारिफाई गर्नु। फाइनेन्सियल पनि एउटा फ्याक्टर त हो, तर तपाईँले भने जस्तो लो जिपिएहरूले त्यस्तो फरक पर्छै पर्दैन भन्दाखेरि त्यसले त्यति धेरै फरक त पर्दैन, र स्टडी ग्यापले पनि थोरै म्याटर चाहिँ गर्छ। तपाईँ स्टडी ग्यापमा तपाईँले के गरेर फुलफिल गर्नुहुन्छ त्यसले पनि धेरै फरक पर्छ। हो, त्यस्तो बेलामा चाहिँ तपाईँले आफ्नो फेक डकुमेन्ट, वर्क एक्सपिरियन्सहरू हाल्नु चाहिँ भएन। जेन्युन वर्क एक्सपिरियन्सहरू हालेको हुनुपर्छ। भनेपछि विक डकुमेन्ट भनेको तपाईँले सबै चिज जुन फाइनेन्सियल छ त्यसलाई फेक बनाउनु भएन। एकाडेमिक्समा पनि राम्रो स्कोर भए त झनै राम्रो भइहाल्यो। ग्याप पनि तपाईँले कामको थ्रुबाट, वर्क एक्सपिरियन्सको थ्रुबाट अथवा कुनै पनि ट्रेनिङ लिनु भएको छ भने त्यो देखाउन सक्नु भयो भने चाहिँ त्यो डकुमेन्ट स्ट्रङ भन्छ। भनेपछि यिनीहरूलाई नै विक डकुमेन्ट भन्नु पर्यो। हजुर। सर, हेर्ने हो भने अरू कन्ट्रीको भिजा चाहिँ प्रोग्राम ड्युरेसन जति छ त्यति नै हुन्छ। जापानको केसमा चाहिँ कति हुने हो र म त्यहाँ गइसकेपछि पनि मेरो भिजा सुरक्षित हुन्छ कि हुँदैन, यसको बारेमा कुरा गरौँ न। भिजा पनि तपाईँको कोर्स ड्युरेसन अनुसारले नै हुने हो। मिनिमम 6 महिनादेखिको 2 वर्षसम्मको हुन्छ, र तपाईँले कुन इन्टेकमा अप्लाई गर्नुभयो र कुन ल्याङ्ग्वेज स्कुलमा अप्लाई गर्नुभयो त्यसले पनि धेरै फरक पर्छ। तपाईँको ल्याङ्ग्वेज स्कुल पनि नयाँ पुरानो हेरेर पनि हुन्छ। नयाँ छ भने अलिक कम ड्युरेसन पनि दिनुसक्छ, र पुरानो छ भने तपाईँलाई अलिकति बढी ड्युरेसनको पनि स्टडी भिजा दिन्छ। जापान पुगेपछि स्टुडेन्टको भिजा सुरक्षित हुने नहुने भनेर चाहिँ स्टुडेन्ट पछि नै भर पर्छ। स्टुडेन्टहरू अब नराम्रो एक्टिभिटीहरूमा लाग्नुभयो भने काम ड्युरेसन 28 घन्टा दिएको हुन्छ, त्योभन्दा बढी गर्नुभयो भने, भिजाको सकेको म्याद आइसकेपछि पनि रिन्यू गर्नु भएन भने, र तपाईँलाई त्यो कानुनभन्दा विपरीत गएर वर्कहरू, कामहरू गर्नुभयो भने, या एक्टिभिटीहरूमा लाग्नुभयो भने, क्रिमिनल एक्टिभिटीहरूमा लाग्नुभयो भने पनि तपाईँको भिजा रिजेक्ट हुनसक्छ र तपाईँलाई नेपालै फर्काउन पनि सक्छ। यही डिपोर्टको प्रसङ्गमा मलाई एउटा रमाइलो घटना याद आयो। अस्ति भर्खर एकजना साथीले आफ्नै रुममेटको फ्रिजको सामान झिकेर नि खाइदिनु भएछ। हो, यस्तै किसिमको एक्टिभिटी भएर कम्प्लेन भयो भने तपाईँलाई डिपोर्ट पनि गर्न सक्छ। रुममेटको फ्रिजबाट सामान झिकेर खाँदा चाहिँ डिपोर्ट भयो। हजुर। यस्तै विभिन्न कार्यहरू गरियो भने चाहिँ त्यहाँबाट डिपोर्ट हुन सक्छ। भनेको भिजा सुरक्षित छैन। भनेपछि जापान जाने स्टुडेन्ट के विचार गर्नु पर्यो भन्दाखेरि त्यहाँको रुल्स एन्ड रेगुलेसन भन्दा बाहेकको कामहरू गर्नु भएन। त्यो गरिएन भने चाहिँ आफ्नो भिजा सदाबहार सुरक्षित छ। सर, यहीसँग भिजा रिन्यू गर्न कतिको गाह्रो छ?
जापानको केसमा भिजा रिन्यू गर्न त्यस्तो गाह्रो छैन। तपाईँ स्टुडेन्ट भिजामा हुनुहुन्छ भने पनि त्यही अनुसारले रिन्यू गर्न मिल्छ र तपाईँ वर्क भिजामा जानुभएको छ भने आफ्नो वर्क कन्ट्र्याक्ट हेरेर त्यही अनुसारले रिन्यू गर्न मिल्छ। भनेपछि गाह्रो केही पनि छैन, आफूले चाहिए अनुसारको जापानमा बस्न मिल्छ भन्ने कुरा बुझ्नु पर्यो। हजुर हजुर हो। जापान जानका लागि जापानिज भाषा राम्ररी पढाउने ठाउँ नाइम एजुकेसन, पुतली सडक, काठमाडौँ। धन्यवाद।